गुड मर्निङ साथीहरू, स्वागत छ यहाँलाई मेरो नयाँ सानो ब्लगमा। अनि आज म पकाउँदैछु घिउ। हेर्नुहोस् त, घिउ चाहिँ यसरी खाना पर्छ। तर त्यो घिउ चाहिँ दिएछन् है अहिले पछि चाहिँ टक्क घिउ दिन्छ है साथीहरू। खानुहुन्छ मेरो घरमा। अनि मेरो च्यानललाई पनि लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु, मन परेमा कमेन्ट गरिदिनु है। नमस्ते एभ्रिवान, गुड मर्निङ। स्वागत छ यहाँहरूलाई मेरो नयाँ सानो किचनमा। अनि सानो नयाँ छोटो मिठो मेरो सानो ब्लगमा स्वागत छ यहाँहरूलाई। भन्नुहोस् है, अहिले यस्तो देखिरहेको छ है साथीहरू। अहिले एकछिनपछि त अर्कै देख्छ। अहिले त घिउ जस्तो पनि देख्दैन है, कस्तो छुट्टै डिफ्रेन्ट देख्छ। अनि आज मैले लन्चमा पकाएको छु आलु तावा। कस्तो मिठो हुन्छ साथीहरू, यो मलाई त मनपर्छ। अनि त्यसपछि यहाँ मैले भिजाएको छु गेडागुडी, यो खाजा पकाउनलाई। अनि त्यसपछि यहाँ छ आलु र फर्सीको मुन्टा। एन्ड आफ्टर यहाँ छ राइस, भुजा भात। अनि त्यसपछि यहाँ छ कालो दाल, ब्ल्याक। अनि अहिले पाक्दैछ घिउ चाहिँ मैले आफ्नै घरमा दुध पकाएर तर जमाउँछु अनि फ्रिजमा राख्छु। अनि 15 दिनमा म बनाउँछु। आधामा नै मजा निस्किन्छ। अनि हजुरहरूलाई पनि खानु मन लाग्छ भने आउँछ है, अर्डर गर्न सक्नुहुन्छ मेरो नयाँ च्यानलमा। सानो छोटो मोटो मिनी ब्लगमा, सानो किचनमा स्वागत छ यहाँहरूलाई मेरो किचनमा। म पकाउँदैछु घिउ। हेर्नुहोस् त साथीहरू, यस्तो हुन्छ घिउ। पाक्दा घिउ नै हुन्छ है। कति मजा है, घिउ पनि आउने, मही पनि खान पाउने। यसको झोलको हुन्छ मही अनि यसको हुन्छ सास्नीको हुन्छ घिउ। अनि घिउ चाहिँ अहिले यस्तो छ, अहिले पछि अर्कै हुन्छ। हेर्नुहोस् है साथीहरू, कस्तो लाग्यो मेरो सानो किचनमा, मेरो सानो ब्लगमा स्वागत छ। स्वागत छ मेरो घिउ तारिक खुसीमा सबैलाई। भरे आउँछु सपनीमा फर्किराख, भरे आउँछु सपनीमा फर्किराख। अब यसले तार्नुपर्छ भाइ। यहाँ हेर्नुहोस् त साथीहरू, यसको बेर्निस भाँचेर तर काम चलिरहेछ, काम चले सरकार। अब यो युज भइरहेछ भने किन फाल्ने होइन साथीहरू, फाल्ने कामै होइन, कुरै होइन नि। भाँचेछ चिया चाल्ने त भाँच्यो साथीहरू मेरो। ल हेर्नुहोस् है साथीहरू, अब बिस्तारो 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 घिउ आउँदैछ है साथीहरू। मजा आउँछ है साथीहरू, हेर्नुहोस् है। के कस्तो लाग्यो, ल हेर्नुहोस् है।
अघिसम्म अर्कै थियो, अहिले अर्कै भयो। अघि के हो यस्तो है, टक्क घिउ निस्किन्छ। यल्लो यल्लो भएर आइसकेँ। सो त्यो अब म भात लिन जाँदैछु, किनभने सफा अनि सुकेको भाँडामा राख्नुपर्छ, नत्र भने घिउ बिग्रिन्छ। घिउ चाहिँ सकेसम्म त्यो सिसाको जारमा राख्नुहोस् है साथीहो। यस्तो सिसाको प्लास्टिकमा नराख्नुहोस्। प्लास्टिकमा राखेको चाहिँ जाडो बिग्रिन सक्छ। बिग्रिनु हुन्छ नि, अम्लो कस्तो हुन्छ, त्यसै छुट्टो हुन्छ। अब म जान्छु भाँडा लिन। यस्तो राख्नुपर्ने सक्नुहुन्छ। यस्तो राख्नुपर्छ फेरि फ्लावर अनि प्लान्ट। म राख्छु यो भाँडामा। हेर्नु साथीहरू, कस्तो राम्रो फ्लावर। ओ माई गड, नाइस। म यसमा राख्छु घिउ सुक्खा भाँडामा। अनि त्यसपछि म खनाउँछु सिसाको बोतलमा, जारमा। हेर्नुहोस् साथीहरू, यो घिउ चाहिँ धेरै खानु हुँदैन है, कालो हुन्छ। साथीहरू कस्तो राम्रो भएर आइगयो यो घिउ। अनि म एकछिनपछि तपाईँलाई भाँडामा हालेर देखाउँछु है त, एकछिन है। हेर्नुहोस् है साथीहरू, यसरी चाल्नुपर्छ चकनीमा। अनि त्यसपछि यहाँ चाहिँ सिधै यो अझै छ है, बाँकी नै छ चाल्न त। यस्तो छ। यो चाहिँ खाना मिठो हुन्छ भातसँग, भातसँग। यो चाहिँ हो घिउको निक्लेको थियो, के भन्छ थाहा छैन। यसरी पार्नुपर्ने हुन्छ। यो चाहिँ यसरी हेर्नुहोस् है साथीहरू, एकछिनपछि हुन्छ है त। नमस्ते घिउ साथीहरू, घिउ चाहिँ थोरै राइस हाल्छु नि त, खानु मजा आउँछ। झन् चारो एउटा खाएको यसमा खाएको नि त, घिउको उस निस्केको खानु चाहिँ मजा आउँछ। हेर्नुहोस् मजा मिठो घिउ। आमा तपाईँलाई बोटलमा राखेर है त।